गुड मर्निङ साथीहरू, के छ हाल खबर? सो पछिल्लो समयमा विद्युतीय गाडीहरूको उपयोग एकदमै बढ्दै गइरहेको छ र नि होइन विभिन्न धेरैभन्दा धेरै फोर्कलिफ्टहरू चाहिँ बिजुलीबाट चार्ज गरेर चल्ने खालको लिएको छ। पुरानो फोर्कलिफ्टहरू भनेको पेट्रोल डिजेलहरूबाट चल्ने खालको धेरै युज भइरहेको थियो भने पछिल्लो समयमा चार्जिङ सिस्टमबाट चल्ने चाहिँ युज गरेको छ, जसले गर्दाखेरि चार्जबाट चल्ने भइसकेपछि तपाईँको झन्झट पनि अलिकति कम हुने होइन, चार्ज गरेर चल्दाखेरि तपाईँको सहुलियत पनि हुने। यसले गर्दाखेरि अलिकति सहज परिस्थिति देखिएको छ र देश विदेशमा एकदमै बिजुलीबाट चल्ने गाडीहरूको सङ्ख्या चाहिँ बढ्ने क्रममा छ। त्यस्तै नेपालमा पनि एकदमै राम्रो तरिकाको एउटा आशा लाग्दो तरिकाले गाडीहरू चलिरहेका छन्, इभी गाडीहरू होइन। म नेपाल गएको बेलामा पनि म यात्रा गरेको थिएँ, एकदमै राम्रै भइरहेको थियो। तपाईँको गुल्मी बुटोल काठमाडौँ, तपाईँको गुल्मी काठमाडौँ होइन, विभिन्न ठाउँमा लामो छोटो दूरीको इभी गाडीहरू मजाले चलिरहन्, जसले गर्दाखेरि नेपालकै उत्पादन बिजुली चार्जबाट चल्ने भइसकेपछि नेपालको लागि अर्थतन्त्र पनि एकदमै राम्रो गराउनको लागि त्यसले पनि सहयोग गर्ने भयो। प्लस तपाईँको डिजेल पेट्रोलभन्दा एकदमै सहुलियत र राम्रो सम्भावना भोलिको लागि आफ्नै देशमा उत्पादन भएको बिजुलीबाट चल्न सक्ने भएको कारणले गर्दाखेरि अर्बौँ खरबौँको पेट्रोल डिजेलहरू आयातमा रोक्न सकिने र तराई क्षेत्रमा मान्छे ओसार पसार गर्नको लागि एकदमै उपयुक्त। र यसको समस्या चुनौतीहरू सरकारले चाहिँ अलिकति अध्ययन गरेर कसरी हुन्छ यसलाई चाहिँ राम्रो तरिकाले लग्न सक्यो भने एकदमै राम्रो सम्भावना मैले चाहिँ देखेको छु है त साथीहरू। त्यो भए हुनाले सबैजनाले यस्ता कुराहरू चाहिँ प्रमोट गरौँ, सरकारले पनि प्रमोट गरोस् होइन भन्ने खालको चाहना चाहिँ हामी सबैको छ। सो हेरौँ आफ्नै देशमा